हजुर सेवारो नमस्ते। यहाँहरू सम्पूर्णमा हामी आमा छोरा फेरि पनि उपस्थित भइसकेको छौँ यहाँहरूको सामने नयाँ दिन नयाँ भिडियोको साथमा। अनि आज चाहिँ को आउनुहुँदैछ? मजाले भन न। दिदी आज चाहिँ हाम्रो छोरी आउँदैछ। ऊ चाहिँ नेपाल गएको छ आमाको घरमा। अनि आज चाहिँ आउँदैछ। अनि दिदीलाई के राखिदिनु भएको छ? केक अनि त चिप्स and look at cake and chips. उसलाई चाहिँ काकाले मिठाई ल्याइदिनु भएको छ उसलाई र दिदीलाई। अन्त उसले नखाई दिदी आउनुहुन्छ अन्त दिदीसँग खान्छु भनेर राखिरहेछ। अन्त दिदी आएपछि देखाउँछु हजुरहरूलाई। नगर नमस्ते नमस्ते गाइस। प्रशंसा आइ पनि पुगिसक्यो नेपालबाट। अनि कस्तो भयो तिम्रो नेपालको सर्भिस यात्रा? राम्रो भयो। भविष्यलाई वैशाख जेठ सुनाइदे। इन्डियाको मान्छेले नेपालको जनवरी फेब्रुअरी भनिदे। त्यहाँदेखि काम गरेको हेरे। अन्त मामुले फोन गर्नुभयो। आज भिडियो कलमा बात गरे। यति मात्रै। नल न यहाँ उयो। अनि पापाहरूलाई भेट्नु मन थियो कि थिएन? मन लागेको थियो कि थिएन? मन लागेको थियो। सबजना चाहिँ सुतिरहेको थियो होइन। म चाहिँ तिनजना सर्छ म त लडेँ। यता तिनजना छ जस्तो लाग्दै थियो मलाई सुत्दाखेरि सपनामा बित्नामा होइन। अन्त चाहिँ हेरेको यस्तो थाम्छु त छैन मान्छे को जस्तो लाग्यो मलाई। मामु र सियाम जस्तो आफै उता एक्सन गरिदिरहेछ आँखा बन्द गरेर। एकतालले यसरी भात खाँदैछ म एक्सनमा सपनामा। अन्त अरू कोलाई भेट्यौ नेपाल गएर? नेपालमा मैले सिमरन अन्त अभियानसँग खेलेँ। अन्त मिष्टी सुप्रिया अन्त के भविष्य त भेटेन। प्रिन्स पनि भेटेन। उनीहरू त स्कुलबाट 4 बजी आइपुगेर ट्युसन गइ त हाल्छ। अन्त भविष्यले चाहिँ नि प्रिन्सलाई मोटे भन्छ। अन्त प्रिन्सले चाहिँ कछु के थियो बास जस्तो यत्रो पातले भन्छ। सो त्यही हो। प्रशंसा पनि आइपुगिसक्यो। अब भोलि चाहिँ प्रशंसाको के हो? रिपोर्ट कार्ड धुलाई भेट्नुपर्छ बेल्टले। भोलि चाहिँ प्रशंसाको रिपोर्ट कार्ड डे हो। के हुन्छ जस्तो लाग्दैछ तिमीलाई? म लाग्दैछ कि म फर्स्ट हुन्छ नि। फेरि 95.8। अनि फर्स्ट भयो भने चाहिँ तिमीलाई के किनिदिनु अरे? फ्यान्सी चिज अन्त स्केटिङ सुज। स्केटिङ सुज अरे फ्यान्सी चिज किनिदिनु अरे। अन्त म यस्तो बिटिएससँग मिल्छु। मलाई बिटिएसको फुल फर्म बी बला बाउने बिटा टी बला टॉयलेट अनि जरा सर्भिस बाउने बिटा टॉयलेट सर्भिस। बिटिएस हो यो सबै जना हो। हेर्नुहोस् यो सबै यो चाहिँ उल्टा हो यो चाहिँ सुल्टा हो। अन्त मेरो आर्टिस्ट पनि हेर्नु म आर्टिस्ट हो यो वर्ल्डमा। एक चस्मा पो देखाइछु। त्यो त चरा बनाइरहेछु। एउटा मात्रै होइन भक्कवटा बनाइरहेछु। अर्को पेज पल्टाइहालौँ दुकानमा देखाइहालौँ साथीहरूले गाइसहरूले। आइहट त। अन्त यता अझै चराहरू छ। त्यहाँदेखि यता चाहिँ अझै कोको यो हात्ती यो चाहिँ डग यो चाहिँ डक अन्त यो चाहिँ एउटा केटी। अन्त अझै पल्टाइहाल्छ। पल्टाएको चाहिँ कहाँ देखाउनु। अन्त यो चाहिँ ऱ्याबिट यो चाहिँ कुखुरा यो चाहिँ गाई यो चाहिँ क्यारट यो चाहिँ फ्लावर अन्त यो पनि एउटा फ्लावर भयो ल। त्यही हो। यति भन्दै हामी चाहिँ जान्छौँ ल। कता हैन अझै भिडियो बनाउँ न।
यो भिडियो मन पर्यो भने हजुरहरूले के गरिदिनुहोस्, लाइक शेयर सब्सक्राइब नीचे का बटन दबा दो। क्रिस्चियन पनि आएर भन लाइक यता हेरेर भन न। लाइक शेयर रुको लाइक लाइक शेयर नीचे का बटन में दबा। हेलो गाइस बाय बाय गर्दिनु। बाय।